सक्नु भएको छ। अब आउने क्रममा कसरी एसेस लिन सक्नुहुन्छ म हजुरलाई आज त्यो डिस्क्राइब गर्ने गएको छु। अब हजुरले सबभन्दा सुरुमा हजुरको गुगल मोबाइल अथवा ल्यापटपमा गएर गुगल अथवा क्रोममा गएर आइकेयर मेन्टर भनेर iCareMentor.com भन्ने सर्च गर्न सक्नुहुन्छ। हजुरले यहाँ सर्च गरिसकेपछि यस्तो हजुरलाई यहाँ लिङ्क आउँछ। फर्स्टै लिङ्कलाई क्लिक गरिसकेपछि हजुरको यहाँ यस्तो सर्फेस आउँछ होला, हजुरको हेर्न सक्नुहुन्छ। यस्तो सर्फेस आउँछ। यदि हजुर आइकेयर मेन्टरको अलरेडी एसएस अथवा पेमेन्ट गरिसक्नु भएको स्टुडेन्ट छ भने यहाँ इमेलको फर्म यहाँ इमेल राखेर आफ्नो रेस्पेक्टेड इमेल राखेर सेन्ड म्याजिक लिङ्क भन्नुभयो भने हजुरको इमेलमा हजुरलाई सबै कुरा आइहाल्छ। डोन्ट वरी। यदि हजुर एसएस लिनेवाला अथवा लिने आइकेयर मेन्टरको लिने सोचमा हुनुहुन्छ भने यहाँ गेट एसएसमा क्लिक गरिसकेपछि हजुरले यहाँ देखाइसकेको हुन्छ हाम्रो प्राइस रहेको छ 999। यसमा हजुरले फेरि च्याप्टर वाइज टेस्ट र विकली टेस्ट र पास्ट इयर टेस्ट मात्र पाउनुहुन्छ भन्ने सोचमा हुनुहुन्छ भने त्यति मात्र कुराहरू पाउनुहुन्न। यसमा हजुरले हरेक सब्जेक्टको नोट पाउनुहुन्छ, म्याथको पनि हजुरले नोट पाउनुहुन्छ। यस्तो तरिकाको नोट डिजाइन गरिएर राखिएको हुन्छ कि हजुरलाई हेर्दैमा राम्रो र ट्रिक सहित लेखेर राम्रो बनाएर राखिएको हुन्छ। त्यस्तो नोट हजुरले कुनै पनि कहीँ पनि पाउन सक्नुहुन्न। थ्याङ्क यू। अनि त्यसपछि भिडियो वान सर्ट हजुरले होल बायोलोजीको वान सर्ट पाउनुहुन्छ। त्यो चाहिँ हामीले फेसबुक ग्रुपमा टक्क गाइडमा बनाएर राखिएको हुन्छ। डोन्ट वरी। त्यो हजुरले एसेस लिइसकेपछि हाम्रो मेन्टर्सहरू अथवा मेन्टर्सहरूले हजुरलाई बुझाइदिनुहुन्छ। हजुरले यहाँ गइसकेपछि हजुरले यहाँ पेमेन्ट हजुरले यो एन्जल कुमल भन्ने इर्सियाबाट पेमेन्ट गर्नुहुन्छ। यहाँबाट पेमेन्ट गर्न सक्नुहुन्छ। यदि ब्याङ्कमा गएर पेमेन्ट गर्न चाहनुहुन्छ ब्याङ्कको पनि यहाँ राखिएको छ। हजुरले पेमेन्ट गरिसकेपछि त्यो स्क्रिनसट यहाँ रेस्पेक्टेड प्लेसेसहरूमा फरवर्ड गर्न सक्नुहुन्छ। वाट्सएपमा, फेसबुकमा, टेलिग्राममा अनि इमेलमा यहाँ अथवा यहाँ दुईवटा नम्बरमा राखिएको छ। एउटा होमब्राजको एउटा एन्जलको राखिएको छ। यो रेस्पेक्टेड नम्बरमा गएर कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरले। अब त्यस पछाडि अघि के हजुर यदि हजुरले एसेस लिइसक्नु भएको छ, अरू स्टुडेन्ट हजुर आइसक्नु भएको छ, यदि आइकेयर मेन्टरको हजुर अलरेडी स्टुडेन्ट हुनुहुन्छ भने अहिलेकै यहाँ रेस्पेक्टेड प्लेसमा आएर आफ्नो इमेल राख्नु होला। यसरी राखिसकेपछि हजुरले सेन्ड म्याजिक लिङ्कमा क्लिक गर्नु होला। सेन्ड म्याजिक लिङ्कमा क्लिक गरिसकेपछि हजुरलाई चेक योर इमेल भनेर यहाँ देखाइएको हुन्छ। जस्तै मेरो इमेललाई यहाँ आइसकेको छ। मैले मेरो इमेल अब हजुरले खोल्नुपर्ने हुनेछ। हजुरले पनि आफ्नो इमेल खोल्नुपर्ने हुनेछ। हजुरले इमेल खोलिसकेपछि हजुरको इमेलमा यसरी लिङ्क आइएको हुन्छ। यसरी यहाँ बनाएर पठाइएको हुन्छ। हेर्न सक्नुहुन्छ। हजुरलाई सजिलो हुन्छ। यसमा हजुर यो साइन इन भन्ने बटनमा क्लिक गर्नुपर्ने छ। यदि हजुरले साइन इन भन्ने बटन हजुरको काम गरेन भने यो तलको ब्राउजर कपी गरेर हजुरले क्रोममा गएर पेस्ट गर्नु हो भने पनि आफै खुल्छ। डोन्ट वरी। तर यो खुल्ने चान्सेस हाई छ है। बट अब यदि खुल्छ नि जसरी पनि खुल्छ, केही प्रब्लम आयो भने टेक्निकल इस्यु आयो भने हजुरले बुझ्नु भएन भने हाम्रो रेस्पेक्टेड मेन्टर्सहरूको नम्बर त्यहाँ राखिएको मेन्टर नम्बरहरूमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब यहाँ लिङ्क चाहिँ यो लिङ्क चाहिँ हजुरलाई 1 आवरमा हजुरले लिङ्क एक्सेस गर्नु भएन भने यो लिङ्क चाहिँ हजुरको एक्सपायर हुनेवाला छ। हजुरले अब मैले जस्तै अब साइन इनमा क्लिक गरेँ भने यहाँ मेरो अब हाम्रो आइकेयर मेन्टरको वेबसाइट यहाँ ओपन हुन्छ। यस्तो हजुरको सर्फेस आउँछ। हजुरलाई यहाँ चाहिँ डिफ्रेन्ट कुराहरू दिनेछ। जस्तै च्याप्टर वाइज टेस्ट, विकली टेस्ट भन्नाले हरेक सटरडे हाम्रो 5 PM विकली टेस्ट हुने गर्दछ। यहाँ आएर हजुरले दिन सक्नुहुन्छ अबदेखि। अनि पास्ट इयर टेस्ट सीमा अहिलेसम्म सोधिएको क्वेसन्सहरू कम्प्लिट सोल्युसन जस्तो टेस्ट रहेको छ यसमा। तर कम्प्लिट सोल्युसनमा एमबिबिएस र बिडिएसको रेस्पेक्टेड थोरै नम्बरमा राखिएको हुन्छ। त्यहाँ थाहा छ कि नै हजुरलाई 24-20वटा सेट रहेको छ। बट आइकेयर मेन्टरले हजुरलाई हरेक इयरको एमबिबिएसको, बिडिएसको, बिएससी नर्सिङको सबै कुरा प्रोभाइड गर्छ। डोन्ट वरी। हरेक इयर भएको एमबिबिएसको, बिएससी नर्सिङको सबै कुरा प्रोभाइड गर्छ है। अब हजुरलाई अघि त्यहाँ 999मा यति मात्र कुरा पाइने हो त भन्ने शङ्का लाग्यो होला। यति कुरा त अरूहरूले पनि प्रोभाइड गर्नुहुन्छ सस्तो प्राइसमा जस्तो लाग्छ भने 999 प्राइसमा चाहिँ हजुरले के पाउनुहुन्छ भन्दाखेरि हजुरले होल बायोलोजीको वान सर्ट प्रोभाइड पाउनुहुन्छ। हजुर एक्सपेक्टेड त्यहाँ नम्बरमा कन्ट्याक्ट गरिसकेपछि उहाँहरूले हजुरलाई जोइन गरिदिनुहुन्छ। डोन्ट वरी। त्यस पछाडि वान सर्ट होल बायोलोजीको एकदम राम्रो टिचरहरूले पढाउनु भएको हुन्छ। उहाँहरू चाहिँ डिफ्रेन्ट इन्स्टिट्युटमा गएर पढाउनु भएको टिचरहरूले यहाँ आएर पढाउनु हुन्छ हजुरलाई। त्यो वान सर्टमा धेरै मजाले डिस्क्राइब गरेर एकदम डिटेलमा गएर पढाउनु भएको हुन्छ। डोन्ट वरी। अनि त्यस पछाडि हजुरले यसमा अरू नोट पनि पाउनुहुन्छ।
त्यो पनि सर्ट नोट र फुल नोट भन्नाले कस्तो खालको नोटहरू एकदम डिटेल्ली एउटा च्याप्टरको ट्रिकसहित लेखेर नोट बनाएर राखिएको हुन्छ। त्यो नोट हजुरले एक्सर्साइज गर्नुभयो भने एकदम राम्रो लाग्छ हजुरलाई। कोही विद्यार्थीहरूले अहिलेसम्म पनि केही पनि कम्प्लेन गर्नुभएको छैन हाइकेयर मेन्टरमा। अनि यहाँ हजुरले रुटिन पाउनुहुन्छ, डेली हजुरको हिसाबले रुटिन पाउनुहुन्छ। हजुरले कसरी पढ्नुहुन्छ, बिहान उठेर कति बजे उठ्नुहुन्छ, कति बजे सुत्नुहुन्छ, त्यसको हिसाबले हजुरलाई मोडिफाई गरेर 12 to 10 आवरको रुटिन बनाएको हुन्छ। हजुरले अब त हजुर सीको स्टुडेन्ट पढिरहनु भएको छ, 10 to 12 आवर दिनु हुँदैन भने त अब कसरी नाम निक्लिन सक्छ त हजुरको। त्यही भएर त्यसको अनुसार हजुरलाई रुटिन इन्भल्भ गरेर राखिएको हुन्छ। राम्रो मोडलमा हजुरले पाउन सक्नुहुन्छ त्यो रुटिन चाहिँ। अब यहाँ हजुर हाम्रो वेबसाइटतिर लागौँ होला। यहाँ चाहिँ अब च्याप्टर वाइज टेस्ट मात्र अहिले राखिएको छ। विकली टेस्ट हाम्रो हरेक विक हुने, अब आउने सटरडेदेखि 5 PM मा हुने टेस्टहरू यहाँबाट दिन सक्नुहुन्छ। यहाँ विकली टेस्ट 1 मा क्लिक गरेर दिन सक्नुहुन्छ। अहिले चाहिँ यहाँ राखिएको छैन। यो हरेक सटरडे हजुरले यहाँ विक 1, विक 2, विक 3, 1, 4 भनेर मेन्टरहरूले हजुरलाई आएर भनिदिनुहुन्छ कुन विकमा क्लिक गरेर हजुर टेस्ट दिन सक्नुहुन्छ भनेर। स्टार्ट क्विकमा क्लिक गरिसक्नु भएको भएपछि अहिले चाहिँ राखेको छैन, गरिसकेपछि हजुरलाई विकली टेस्ट आउने गर्दछ। सी फुल टेस्ट यदि हजुरले हजुरको सिलेबस भ्याउनु भएको छ भने, अथवा मलाई अब कम्प्लिट सोल्युसन टेस्ट गरेर हजुरले भ्याइसक्नु भएको छ, बुकबाट गर्नुभएको छ, अथवा हजुरलाई बुक किनेर झ्याउ लागेको छ भने हाइकेयर मेन्टर जोइन गरेर हजुरले हरेक टाइम जतिखेर पनि दिन सक्नुहुन्छ। हजुरले अब बुक किनिसकेपछि हजुरले एकचोटि टिक लगाइसकेपछि त त्यो बुक त अब फेरि टिक लगाउन मिल्दैन। बट हाइकेयर मेन्टर जोइन गरिसकेपछि जतिखेर त्यो टेस्ट दिन मन लाग्यो जतिचोटि दिए भने हजुरले दिन सक्नुहुन्छ। मोडल 1 भन्नाले अब यहाँ MBBSको मोडल 1 2025 मा सोधेको क्वेसन, BSc नर्सिङमा सोधेको क्वेसन्स, BDSमा सोधेको क्वेसन हजुरले पाउन सक्नुहुन्छ। राम्ररी मिलाएर राखिएको हुन्छ, डोन्ट वरी। त्यस पछाडि च्याप्टर वाइज टेस्टमा जान सक्नुहुन्छ। अहिले चाहिँ यो हामीले अपडेट गरेको छौँ र यसमा सबै कुरा हजुरले पाउन सक्नुहुन्छ। जस्तै अब यहाँ मैले हाइकेयर मेन्टर भनेर राखेँ मेरो नाम, हजुरले आफ्नो नाम राख्न सक्नुहुन्छ। किनकि हामीले हाम्रो यसमा गरेर हेरेर हुन्छौँ हजुरहरूलाई कस्तो तरिकाले हजुरले मार्क ल्याइराख्नु भएको छ, कस्तो इम्प्रुभमेन्ट ल्याइराख्नु भएको छ कि नै, सब कुरा हजुरले यहाँ पाउनुहुन्छ। जस्तै मैले मेरो सब्जेक्ट मलाई जियोलोजी दिन मन लाग्यो भने अनि मैले च्याप्टरमा टेस्ट गरेँ। यहाँ हजुरले अब देख्नुभयो होला एउटा नयाँ कुरा, यो अरू ठाउँमा हजुर देख्नुहुन्न। के भन्दाखेरि यहाँ चाहिँ हजुरले नयाँ सिलेबस अहिले आएको हाम्रो नयाँ सिलेबसको अनुसार यहाँ पाउनुहुन्छ हरेक टेस्ट। यहाँ हेर्नुभयो होला सबै यहाँ हेर्नु हजुरको नयाँ सिलेबस अनुसार छ कि नै, सबै सब्जेक्टकै नयाँ सिलेबसको अनुसार राखिएको हुन्छ। जस्तै हजुरलाई म बोटनीको देखाइदिन चाहन्छु। बोटनीको नि यहाँ हेर्नु नयाँ सिलेबसको बेसिसमा राखिएको हुन्छ। त्यस पछाडि केमिस्ट्रीको हजुरले क्लिक गर्नुभयो भने केमिस्ट्रीको नि नयाँ बेसिसको अनुसार राखिएको हुन्छ। फिजिक्समा क्लिक गर्नु भने फिजिक्समा पनि नयाँ सिलेबसको अनुसारको बेसिसमा राखिएको हुन्छ सब क्वेसनहरू। अनि त्यहाँबाट मैले जियोलोजीको दिन मन लाग्यो अरे मैले अब यहाँ इभोल्युसनल बायोलोजीका मैले क्लिक गरेँ। इभोल्युसनल बायोलोजीमा दुईवटा टाइपको इभोल्युसनल बायोलोजी हुन्छ, कस्तो ओरिजिन अफ लाइफ र इभोल्युसन अफ लाइफ भन्ने हुन्छ। अब मलाई ओरिजिन अफ लाइफको मलाई दिन मन लाग्यो अरे र मैले स्टार्ट क्विज गरेँ भने हजुरले यहाँ देख्न सक्नुहुन्छ। यस्तो तरिकाले यहाँ टाइमर पनि चल्छ, विथ नेगेटिभ मार्किङ पनि हुन्छ। म हजुरलाई देखाउँछु। मैले जस्तै एउटा यहाँ एन्सर क्लिक गरेँ अनि यहाँ नेक्स्ट दिँदै हजुरले यहाँ दिन सक्नुहुन्छ। यहाँ गरेर यहाँ हेर्नु होला 50वटा क्वेसन राखिएको छ ओरिजिन अफ लाइफमा मात्र। यहाँ चाहिँ नेक्स्ट गर्दै हजुरले दिन सक्नुहुन्छ आफ्नो क्वेसन्सहरू। यहाँ मैले सबमिट गरिदिएँ। अब यहाँ हेर्नु होला यसरी यहाँ हजुरलाई रङ करेक्ट कतिवटा भयो, 2 एउटा करेक्ट भयो, रङ 1 एउटा भयो, स्किप 47 एउटा गरे। टाइमर पनि यहाँ हजुरले कति टाइम लगाउनु भयो दिनलाई भनेर हेर्न सक्नुहुन्छ। अनि हजुरले के रङ गर्नुभयो त यो रङ गर्नुभयो, यसको करेक्ट एन्सर चाहिँ के रहेको छ र यो एक्सप्लेनेसन पनि यहाँ मजाले डिस्क्राइब गरेर राखिएको छ। अनि हजुरले के स्किप गर्नुभएको थियो र उहाँ के क्वेसन स्किप गर्नुभएको थियो र त्यसको करेक्ट एन्सर र यसको एक्सप्लेनेसन पनि यहाँ राखिएको हुनसक्छ, हेर्न सक्नुहुन्छ। यहाँ नेगेटिभ मार्किङ भएको कारणले यो चाहिँ हजुरलाई एउटा नयाँ फिचर र नयाँ देख्नु भएको राम्रो तरिकाले दिन सक्नुहुन्छ। करेक्ट के गर्नुभयो र त्यसको अझै हजुरलाई नयाँ के कुरा गेन गर्न मन छ, यो कुरामा अब अझै एक्स्ट्रा कुरा गेन मन लाग्छ भने यहाँ हजुरले एक्सप्लेनेसन गराइ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु होला मेरो 1.75 आएको छ 50 मार्कमा। यसरी हजुरले दिन सक्नुहुन्छ हाम्रो च्याप्टर वाइज टेस्ट। बुझ्नुभयो होला। थ्याङ्क यू। हाम्रो अहिले चाहिँ यही मात्र फिचर राखिएको छ। बट अरू फिचर चाहिँ हाइकेयर मेन्टरको मेन्टर्सहरूले हजुरलाई अरू फर्ममा हजुरलाई प्रोभाइड गर्नुहुन्छ। डोन्ट वरी। हजुरले च्याप्टर वाइज टेस्ट, विकली टेस्ट र पास इयर टेस्ट चाहिँ हाम्रो वेबसाइटको फर्मबाट हुने गर्दछ।